जिन्दगी खाडीतिर बिताउँ आजसम्म देश लुट्नुसम्म लुटे अझै पनि लुट भनेर भोट हालौँ जा फागुन 21 लाई हेरि ल्याउँदाखेरि यो चोटिको परिणाम के आउने हो भनेर धामी अलमल्ल छ झाङ्ग्री अलमल्ल छ ज्योतिष अलमल्ल छ बाबा अलमल्ल छ फागुन 21 मा के नतिजा आउँछ भनेर अहिलेसम्म मेरो देवी देवतालाई पनि थाहा छैन 1 नम्बर पार्टी को बन्ने हो 2 नम्बर पार्टी को बन्ने हो 3 नम्बर पार्टी को बन्ने हो अहिलेसम्म भुतिनी आगा आयो चुरिनी आगा आयो तर अत्तो छैन पत्तो छैन मेरा भुतिनी हो मेरा चुरिनी हो फागुन 21 को नतिजा के आउँछ जनताहरू जान्न चाहेका छन् भन्देऊ न है के 1 नम्बर पार्टी को भन्छ 2 नम्बर पार्टी को भन्छ 3 नम्बर पार्टी को भन्छ यो सबै फागुन 21 पछि नै हुनेछ झापा 5 लाई हेरि ल्याउँदाखेरि त्यहाँ धेरै डर देखिएको छ राज्यले त्यहाँको व्यवस्थापना राम्रोसँग गरोस् यो चुटिको चुनावी माहौल नयाँहरूले जित्ने ताजा खाल्चा देखेपछि राज्यको ढुकुटीबाट विदेश भ्रमण गर्न पल्केकाहरू मिठो मिठो खाना पल्केकाहरूले जे पनि गर्नेछन् जे पनि जति तलको हदसम्म पनि गिर्नेछन् त्यसैले यो चोटि अरू जिल्लामा भन्दा अरू ठाउँमा भन्दा अरू गाउँमा भन्दा झापा 5 मा निकै डर देखिएको छ त्यहाँ रगतको खोला बग्न सक्छ रगतको खोला बग्न सक्छ त्यहाँ